guys, welcome to another mini vlog guys. So my sister is me and here I have coffee guys. So guys, आज मेरो दिदी र म पिकनिक गइरहेको छौँ guys. पिकनिकमा चाहिँ के खान्छौँ हेर्नु है त guys. Homemade cold coffee guys. Cold coffee त तातै छ. कौन है ये लोग? कहाँ से आते हैं? Guys, यहाँ चाहिँ बेहुली क्रिस्चियन बेहुलीले लाउने लुगाहरू छ गाइस. मेरो साथीहरू कोपे गरेछ भन है. तिनीहरूलाई म 20,000 युरोको ड्रेस गिफ्ट खान्छु. नेपाली 25 करोड हो. सो गाइस, हाम्रो पिकनिक गर्ने डेस्टिनेसन चाहिँ यहाँ हो गाइस. यहाँ पर त के हो त्यो? उफ त्यो दाउरा जस्तो. खै कहाँ उ त्यहाँ दाउरे हो त काठ. गाइस, हाम्रो पिकनिक डेस्टिनेसन आइसक्यो है त गाइस. सो गाइस, यहाँ चाहिँ बटरफ्लाई छ गाइस हैन. यहाँ चाहिँ सिंह छ गाइस. अब चाहिँ टक्कसँगले घाम लागिरहेछ. दिदी उही जाउँ के? त्यहाँ आँची देखाइदिनु. आलु त्यसको यता त्यही हेर्ने भएर यता आएको. त्यो अब चाहिँ हामीले टक्कसँगले खानुपर्ने हुन्छ गाइस होइन. टक्कसँगले टन्न खाएर जिङ्ग मोडाएर हल्का फुडुसुड हानेर घर जानुपर्ने हुन्छ गाइस. जानै पर्यो. एकचोटि लकजमपछि जानु मन छ पैसा कमाउन. लगभग यहाँ चाहिँ एप्पल फलेको छ गाइस. हेर्नु सक्नुहुन्छ तपाईँहरू. टन्नै फलेको छ यार. उफ्र न बुल्लुक. त्यो त मैले नि तानेको त आएन त्यो. ओ यो अर्को चाहिँ तान्नुपर्छ भने आउँछ. सो गाइस, तपाईँहरू देख्न सक्नुहुन्छ एप्पल. यहाँ त्यहाँ पनि एप्पल टिपिरहेछन्. लास्ट टाइम हामी भिडियोमा एप्पल खोजी खाने एप्पल टिपी खानु गएको थियौँ. त्यसखेर चाहिँ हामीले एप्पल भेटेको थिएन नि त. आज हेर्नुहोस् गाइस एप्पल कस्तो छ है. टेस्टमा खारो हुन्छ. अमिलो लास्ट अमिलो. नखाऊ, पेट दुख्छ. अस्ति हामी उतापट्टि गएको बेला निरज र मैले त्यहाँ मान्छेहरूले खाएको देखेर हामी एप्पल खोजी खानु गएको नभेटाएको. पाउनु पर्यो त्यसलाई. सो साथीहरू, हामी चाहिँ हाम्रो स्मल मिनी पिकनिक सब झोला मलाई बोकाएर ऊ चाहिँ हिरोनी पल्टेर होइन पुरा मिनी ब्लग भन्दै होइन पुरा हिँड्दैछ फेरि. पर्दैन. हाम्रो चाहिँ स्मल दिदी बहिनीको मिनी पिकनिक खाइसकेको छु गाइस हामीले चाहिँ होइन. अब चाहिँ हामी टक्कसँग सुँगुरको च्वाचेको मासु किन्न गइरहेको छौँ गाइस. सुँगुरको च्वाचेको मासु चाहिँ अब दिदी नै खानुहुन्न, म नि खाँदिनँ. तर हाम्रो पाहुनाहरूको लागि हामी किनेर घरमा लिएर जानेछौँ गाइस. अनि त्यसलाई चाहिँ टक्कसँगले स्लाइस काटेर त्यसलाई टक्कसँगले त्यसको बेलीलाई चाहिँ हामीले माथिबाट जाउँ क्या. त्यसको बेलीलाई चाहिँ आज कहाँ सिप्यो. अब त्यसको बेलीलाई चाहिँ टक्कसँगले हामीले चाहिँ होइन ओभनमा हालेर त्यसलाई मिठो लाग्छ हो. ग्रिल गरेर हान्नुपर्ने हुन्छ गाइस है. मिठो लाग्छ क्या मासु किनेपछि गाइस अब चाहिँ हामी चाहिँ सुँगुरको मासु किन्ने ठाउँमा आइसकेको छ गाइस. अब चाहिँ हामी चाहिँ सुँगुरको मासु किन्न छिर्छौँ है त मार्केटभित्र. सो गाइस, यसमा चाहिँ मासु हालेर लिएर जाने भनेर लिएर आएको गाइस. मासु यस्तो महँगो छ नि यहाँ. सुँगुरको मासु टिपेर खाँदिँदैन. अब कहाँ टिप्न सक्छ. म चढिहाल्छु नि. चढ्छ. के अरे मोबाइलमा वेदर चेक गर्दा चाहिँ पानी देखेर थियो, तर पानी चाहिँ परेको छैन अहिलेसम्म.
अनि यहाँ चाहिँ हाम्रो सिस्टर हुनुहुन्छ गाइज अनि यहाँ चाहिँ हाम्रो माल च्वाचेको मासु किन्न गएको त्यही च्वाचेको मासु मात्रै किन्ने भनेर गएको लास्टमा यत्रो धेरै सामान हामीले किनेर लिइरहेको छ गाइज अनि म चाहिँ यहाँ छु सामान सबै तिमी लिएर जाऊ अहिले होइन बुझ्यौ नि कुरा शाबाश बेटा बहुत बढ़िया सो गाइज यो चाहिँ बाटोमा बाटोमा आउँदा आउँदै चाहिँ यहाँ स्कुल छ गाइज कतिसम्म छ भनेर चाहिँ थाहा छैन बच्चाहरू खेलिरहेछ भित्र हेरेर चाहिँ सेम भूत बङ्गला क्या जङ्गलभित्र हेरेर फेरि सेम भूत बङ्गला जस्तो छ तर यो स्कुल हो स्कुलहरू तर यो चाहिँ स्कुल हो गाइज होइन यहाँ चाहिँ अब त्यो हामी चाहिँ अलिकति लाइक के भन्छ मेन सिटीमै हो बस्न चाहिँ तर अलिकति मेन सिटीबाट अलिकति भित्र कुना काप्चामा बस्ने गर्छौँ गाइज हामी अनि मेन सिटीमा चाहिँ बाटो पछि माग्नेहरू जम्बी जस्तो मान्छेहरू माग्दै बसिरहेको हुन्छ नेपालतिर मात्रै माग्ने हुन्छ जस्तो लाग्थ्यो गाइज तर यहाँ पनि माग्नेको कमी छैन गाइज म अनि एकचोटि सोचिरहेको छु काम छोडेर हात फैलाएर माग्दै बस्नु पऱ्यो क्या दिदी कति पैसा कमाउँछ होला है तिनीहरूले कति दिन पैसा कमाउन खालि ड्रग्स खाने सरी किटाणु गयो गाइज त्यो गाइज होइन अनि मलाई चाहिँ धेरै सब भिडियोमा एटलिस्ट होइन 5 मिनटको भिडियोमा 10-15 चोटिभन्दा माथि गाइज भन्छु रे भनेर होइन गाइज भन्नु चाहिँ एकदम कम गाइज भन्छु भनेर ट्राई गरिरहेको छु गाइज तर पनि गाइज भन्ने शब्द निस्किहाल्छ के गर्नु यस्तै छ सो गाइज हामी चाहिँ घर पुगेको अवस्था गाइज भिडियो चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु धन्यवाद मेरो पुरा भिडियो हेरिदिनु भएकोमा के गनाएको धेरै धेरै धन्यवाद गाइज अर्को भिडियोमा भेट्ने बाचाका साथ म यो भिडियोलाई यही इन्ड गर्न चाहन्छु हस्त नमस्ते थ्याङ्क यू भेरी मच मस्त रह खुश रह बस रह